हेलो गुड मर्निङ एभ्रिवान। सो तपाईहरुलाई स्वागत छ आजको बिहानी। बागा खाट्ने खारा सुस्मा गाउँ गएको किन आऊ त्यो काम हुँदैछ अरे भनेर सुनेको थिएँ कि ल जानु कोही प्रतिभाङ आउनु भएन तपाईलाई पठाउनु भएको ए ल बेन अघि आउनु भएको ठ्याक्कै हजुर जान्न दाजु जानुस् ल साथीहरु। म चाहिँ अब लागिसके रफ्तारमा छु हैन। आज पनि एकदम हतार जहिले पनि त्यही हो है। बिहानको समयमा त सबैजनाको त्यस्तै हुन्छ अनि एकदम नयाँ लुक्स देख्दै हुनुहुन्छ होला। अलिकति अब अलिक दिन सेट हुनु चाहिँ साह्रो पर्छ। मैले यो ग्लास बनाएको छु हैन। अन्त के भन्छ यो ग्लास लाउँदै गर्दा चाहिँ पुरा अप्ठ्यारो हुन्छ। पहिला पनि खास गरी म चाहिँ बिमार जाति हुन्थ्यो होला कि पहिला पनि ग्लास बनाएर चाहिँ मैले चाहिँ लगाइन नि त। एक आँखा दुख्यो भने लगायो, फेरि दुखेन भने लगाएन, गर्दै हो त्यसो गर्दै गर्दाखेरि चाहिँ मेरो अहिले प्रब्लम भएको नि त। अन्त अहिले त झनै फेरि स्क्रिनलाई बेसी फोकस हुन्छ, त्यो भएकोले गर्दाखेरि चाहिँ पुरा प्रब्लम भइरहेछ नि त साथीहरु। अन्त म चाहिँ जाँदैछु। अन्त अब बिहानको समयमा त्यस्तो हतार हुन्छ नि त। अन्त सबैजनालाई हैन। अन्त गाडी पर 3 माइल गएर आउँदैछु भन्दैछ भाइले चाहिँ। अन्त म चाहिँ कुद्दैछु यतिकै साथीहरु। तपाई पनि कतिजना त रेडी हुँदै हुनुहुन्छ होला, कतिजना हतार भइरहेको होला, कतिजना के गरिरहेको होला। स्पेशली चाहिँ नानीहरूलाई स्कुलहरू पठाउनुको लागि कति हतार हुन्छ नि हैन। अन्त त्यसले गर्दाखेरि चाहिँ सबैजना आफ्नो आफ्नो टाइममा तपाईहरु रेडी हुनुहुँदैछ होला है भन्ने चाहिँ म यहाँ आइपुगिसकेको छु। अन्त म अब जाँदैछु, तपाईहरुलाई देखाउँछु। आज चाहिँ म अलिक परसम्म चाहिँ हिँडेर जान्छु नि त, त्यो भएकोले गर्दाखेरि चाहिँ जाँदैछु यो बाटोमा हैन तेर्सो। अनि आरामले जान्छु किन भन्दाखेरि चाहिँ गाडी चाहिँ आउँदैछ अरे नि त। अन्त त्यो भएर चाहिँ यस्तै छ बाटोघाटो हाम्रो। घाटो नभन्नु भन्छ है बाटोको यात्रा। यो चाहिँ नानाहरुको चाहिँ एकदम लसुनबारी पनि यतिको भइसकेको रहेछ। हेर्नुस् लसुन हेर्नु उम्रेर पनि यति भइसकेको छ। त यहाँनिर हेर्नु पर्दा हो माथि परालहरू राखेको हेर्नुस् न। यस्तो छ हाम्रो गाउँको बाटोहरू। अनि यो मन चाहिँ ज्यादा मात्रामा छुट्टी छ नि त। अन्त सबैजना एक्साइटेड हैन। छुट्टी भएर पनि के गर्नु, मेरो त घरमा यति बेसी कामको लथालिङ्गै भइरहेछ, काम गर्नुपर्ने अवस्था। आज पनि छिटो सकेर चाहिँ काम गर्नु आउनु पर्यो भनेर चाहिँ सोचिरहेको छु। मेरो एक दुईवटा कामहरू पेन्डिङ रहेको छ नि त। एक्चुअलमा म चाहिँ आज जोरथाङ जानुपर्ने थियो हैन, सामानहरू फेरबदल गर्नुको लागि। तर पनि अब अफिस लाग्दैन नि त, भोलिदेखि पर्सि छिटो छुट्टी छ। अन्त कतिवटा पेन्डिङ्स कामहरूले गर्दाखेरि जानुपर्ने, त्यही भएकोले गर्दा चाहिँ जाँदैछु नि त। अनि जोरथाङ चाहिँ सामान मात्रै पठाएको छु। अन्त त्यस्तै छ। जयमसी भरे आमामा आज जेफ्रिनले मलाई कहाँबाट जयमसी गरे हौ? एक्जाम कस्तो हुँदैछ? सक्यो? दामी भयो। फुलहरू यस्तो छ हेर्नु न। हाम्रो पनि यस्तै भइसकेको छ अहिले चाहिँ। फुलहरू अब बेसी घामहरू लाग्छ नि त हाम्रोतिर, अनि त्यसले गर्दा चाहिँ सबै फुलहरू सकिहाल्छ। अहिले भने चाहिँ म यहाँ आइपुगिसकेको छु। या गाडी आइपुगेको छैन कि के हो, न त छोड्यो कि मलाई। के हुँदैछ अब हेर्छु यहाँनिर चाहिँ। ला कोही छैन त मान्छेहरू। राम्री भएर हिजो चाहिँ बेहोस भइरहेको थियो होइन साथीहरू। आज चाहिँ हेर्नु नि यहाँनिर एकदम राम्री भएर नाम्ची जानु आँटेको रहेछ। गाडीमा आइसकिसकेको छ साथीहरू। अब चाहिँ हामी जानेवाला छौँ है। गएको अब चाहिँ हामी कति बजे फोटो देखेको हेर्नु नि। फेरि कस्तो टल्केको हेर्नु नि चस्मा। कहाँ जानु भएको तपाईँ चाहिँ? कहाँ जानु? कति बजे बिहामा जाने मान्छे चाहिँ कस्तो गाडीमा? नाम्चीको गाडीमा। हेलो भनिदेऊ त। गएको हामीहरू चाहिँ गएको नाम्ची। अब लो गरिदिनु नि, हात लगाइदिनु नि। बोलिहाल्छु नि म। तपाईँले पनि आजकल निकै बोल्नु थालेको रहेछ है।
फाइनली म चाहिँ आइपुगिसकेको छु। आजलाई यो बिहानको समय यति नै हेर्दै गर्नु होला। म चाहिँ काम गर्नु आँटेको छु साथीहरू। बाई बाई। आजको मेरो सुरुवात चाहिँ यस्तो प्रकारले भएको छ। अब दिनको चाहिँ कस्तो हुन्छ भरे भेटौँला।